नमस्ते, म आज तपाईँलाई जापानको पार्कहरू देखाउँछु ल। अनि पार्क चाहिँ यो पिङ भइहाल्यो होइन। यी चराहरू पनि बास बस्नुलाई ओइ कति राम्रो आकाश देखेको है। अनि यस्तै भइहाल्यो। अनि यहाँ पनि केटाकेटीहरूलाई यस्तै ट्रेनिङहरू गर्छ होइन। रातिहरू पनि यसरी खेलिरहेको छ यहाँ। सबै यो सार्वजनिक पार्क है। अनि यहाँ घरिघरि प्रोग्रामहरू हुँदाखेरि बस्ने खाने त्यस्तो त हो होइन। अनि त्यता पनि चाहिँ यिनीहरू सबै किराहरूको डिजाइन के बनाएको छ बस्नुको लागि, नानीहरू खेल्नुको लागि। यहाँ चाहिँ प्यारेन्ट्सहरू बस्ने होइन। अनि त्यसपछि ठ्याक्क लाएर रमाइलो गर्ने प्यारेन्ट्सहरू गएको हुन्छ, नानीहरू खेल्छ गल्छ अनि रुममा लाने त्यस्तो खालको हुन्छ है। अनि पारहरू पनि लगाइदिएको छ भित्र खेलोस् भनेर। अनि बाहिर चाहिँ अहिले इभिनिङ भएको छ, कुकुरहरू भयो होइन। अनि ठ्याक्क उयो छ कस्तो नि, यहाँ सेटअप गर्ने ठाउँ पनि छ होइन। उयो सबै छ प्रायः छ चाहिँ हेभिङको लागि है। अनि यो चाहिँ ढाडहरूको लागि होइन, यो ठुलो मान्छेको लागि। यो चाहिँ यो पनि सुतेर ढाडहरूको ल्यान्जिङ गर्ने होइन। नेपालको जस्तै कल है यो चाहिँ। पानी आउँछ तर अहिले बिग्रिरहेछ। ढाडहरू ल्यान्जिङ गर्ने दानै जान उयो गइरहेछ होइन। राम्रो ढाड पछाडि खोज्दाखेरि सेटअपहरू पुसअप गर्ने ठाउँ, सेटअपहरू भनौँ न। यहाँ चाहिँ यहाँ पनि त्यस्तै छ, थुप्रै छ हौ पार्कमा। कस्तो राम्रो छ है। अलिकति 10-12 वर्षको चाहिँ यहाँ खेल्छ होइन। अनि यहाँ पनि है केलाहरू विभिन्न ट्रेनिङहरू गर्ने। अनि यहाँ बस्ने घुम्नु मिल्छ है। यसो ट्याक्कै चढ्ने अनि यसरी घुमाउने, शरीर फुर्तिलो भइरहेको छ नि त। फुलको ग्राउन्ड है। बेसबल भनेको चाहिँ जापानको फेमस हो होइन। थुप्रै विकसित देशहरूमा खेल्छ। क्रिकेट जस्तो हुन्छ तर अलिक फरक हुन्छ ल। क्रिकेटको चाहिँ च्याप्टर खालको हुन्छ उयो भन्ने होइन। बलिङहरू अब आउँदाखेरि जुन हान्ने उयो हुन्छ नि ब्याट, यहाँको चाहिँ बेसबलको चाहिँ सब अग्लो अग्लो उयो लगाएको छ नेट, डल्लो खालके रोल खालके हुन्छ त। फिल्मको मुङ्रो जस्तो हुन्छ क्या। कस्तो भन्दा अब मुङ्रो भनेर बुझ्दैन नि ल, त्यस्तो हुन्छ, त्यस्तोले खेल्छ। यस्तो छ है जापानको पार्क। झिलिमिली बत्ती यस्तै छ। अब म एक्सर्साइज गरेर फर्किँदैछु रुममा।